आईसीसी पुरुष 2020 विश्वकप 2026 को औपचारिक सुरुवात हुनुअघि आज नेपालले आफ्नो अन्तिम अभ्यास खेलमा क्यानाडाको सामना गर्दैछ। यो खेल भारतको चेन्नई स्थित प्रसिद्ध एमए चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार दिउँसोको 1:30 बजे सुरु हुँदैछ। नेपाल उच्च मनोबलका साथ मैदान उत्रदैछ। अस्ति फेब्रुअरी 3 मा भएको पहिलो अभ्यास खेलमा नेपालले यूएईलाई 7 विकेटले सहजै पराजित गरेको थियो। फेब्रुअरी 8 देखि सुरु हुने विश्वकपको समूह चरणका खेलहरूअघि आफ्नो ब्याटिङ र बलिङको अन्तिम परीक्षण गर्ने नेपालका लागि यो अन्तिम मौका हो। क्यानाडाको चुनौती, क्यानाडा पनि आफ्नो टोलीको सन्तुलन मिलाउन सङ्घर्ष गरिरहेको छ। त्यसैले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी र सोमपाल कामी जस्ता अनुभवी खेलाडीहरूको साथ रहनेछ। के आज नेपालले क्यानाडालाई हराएर आफ्नो विजयी यापना कायम राख्न सक्ला? तपाईको विचार कमेन्टमा लेख्नुहोला। नेपाली क्रिकेट टोलीलाई धेरै धेरै शुभकामना। जय नेपाल।